हेलो अनि नमस्ते सबैजनालाई के गर्नु हुँदैछ सबैजना र आज पनि एउटा सानो भिडियो इन्फर्मेटिभ भिडियो लिएर आएको छु कृपया गरी एन्डसम्म हेरिदिनु होला भिडियो त है र यो पनि मसँग घटेको घटनाकै आधारितमा हो सो के भएको थियो भने हिजो म गएको थिएँ बजार है बजारमा जाँदाखेरि अन्त अलिकति क्याश रिक्वायरमेन्ट परेको थियो मलाई र कर्सियङ बजारमा गएर चाहिँ क्याश एटिएम मा जब पुगे तब यसो हेर्दाखेरि गाडीमा त मैले पर्सै ल्याउनु बिर्सेछु अब गर्ने के सबैजनाले त अब तपाईको गुगल पे बाट पैसा ट्रान्सफर गरेर त पैसा दिदैन नि त क्याश हैन सो एटीएम मा पनि अहिले एउटा अप्सन ल्याइदिएको रहेछ त्यसरी बिर्सिनेहरूलाई र यो चाहिँ लागू छ एसबीआई योनो युजर्सहरुको लागि है यूपीआई क्यूआर क्याश भनेर र त्यो चाहिँ कसरी विथड्र गर्नु सक्छ तपाईकोमा एटीएम छैन तर तपाईकोमा फोन छ र तपाई योनो युजर हुनुहुन्छ भने एकदम तपाईले आरामले निकाल्न सक्नुहुन्छ र म त्यसको इन्फर्मेसन दिदैछु है कसरी निकाल्नु पर्ने भनेर त्यही भएर भिडियो चाहिँ एन्डसम्म हेरिदिनुस् होला ल गाइस तपाईहरुलाई म देखाउँछु ल योनोबाट चाहिँ कसरी निकाल्नु पर्छ भनेर फर्स्ट योनोको यो इन्टरफेस आयो योनो क्याशमा क्लिक गर्नुस् विथड्र क्याशमा क्लिक गर्नुस् एटीएम मनी विथड्रल हो तपाईहरुलाई डेमोको लागि म 1000 भनेर अमाउन्ट हाल्दिन्छु हेर्नुस् नेक्स्ट गर्नुस् यो पिन तपाईको यूपीआई पिन यो हाल्नुभयो ओके गर्नुस् हो नेक्स्ट गर्नुस् अन्त यहाँबाट कन्फर्म गरेर एग्री गर्नुस् त्यहाँबाट यो भयो सक्सेसफुल भयो यहाँ तपाईको यसरी नम्बर आउँछ ट्रान्ज्याक्सन नम्बर र यहाँ जानुस् एटीएम मा यहाँनिर योनो क्याशमा थिच्नुस् हो त्यसको बादमा यो जुन चाहिँ नम्बर आएको छ ट्रान्ज्याक्सन नम्बर 621213 621213 यो हाल्नुस् कन्फर्म गर्नुस् अमाउन्ट हाल्नुस् यस गर्नुस् यो योनोको तपाईको यूपीआई पिन कार्ड So without card तपाईले मनी विथड्र गर्न सक्नुहुन्छ है थ्यांक यू फर वाचिङ